नमस्ते साथीहरु, स्वागत छ सम्पूर्णलाई नेप्से अपडेटको नयाँ भिडियोमा। आज साताको पहिलो कारोबार दिन नै नेप्सेमा ठूलो गिरावट भएको छ। करिब 30 अंकले बजार घट्न पुगेको छ र 2566 को बिन्दुमा आएर क्लोज भएको छ। हामीले केही कारोबार दिन अगाडि मात्रै भिडियोमा चर्चा गरेका थियौं। बजारको एउटा सपोर्टको बिन्दु भनेको यही 60-70 को रेन्जतिर अथवा मार्केट 2550 भन्दा माथि नै बस्न सक्यो भने केही पोजिटिभ सेन्टिमेन्ट चाहिँ मार्केटमा रहनेछ भनेर चर्चा गरेका थियौं र मार्केट लगभग त्यही रेन्जतिर नै रहेको छ। एक कारोबार दिनमा बीचमा बढेको पनि थियो र त्यसपछि दुई कारोबार दिन चाहिँ निरन्तर मार्केट घट्न पुगेको छ। आगामी कारोबार दिन सोमबार र मंगलबार मार्केटमा के कस्तो उतार चढावहरू आउन सक्छन्, के बजारमा अझै पनि यो भन्दा ठूलो गिरावट आउन सक्ने सम्भावना रहेको छ, त्यसको बारेमा हेर्ने प्रयास गर्नेछौं। पक्कै पनि मार्केटलाई हेरेर ट्रेड त धेरै साथीहरुले लिनु भएको छैन होला, किनकि ट्रेड लिने किसिमको सिचुएसन मार्केटमा अलिकति कम देखिएको छ। केही स्टकहरुमा तपाईले सानो सानो प्रफिट बनाउन सक्ने अपर्चुनिटी पक्कै पनि रहेको छ। केही कम्पनीहरुमा अहिले पनि हुन सक्छ हैन। त्यसलाई छोडेर समग्रमा नेप्सेको इन्डेक्सलाई हामीले हेर्छौं भने त्यसरी ट्रेड गरिहाल्नु पर्छ भन्ने टाइपको मार्केट चाहिँ अहिले देखिएको छैन। सो ट्रेडको लागि कस्तो अवस्थामा हामीले वेट गर्ने त्यसको बारेमा चर्चा गर्नेछौं र नेप्सेमा हालसालै केही नयाँ स्टकहरु थपिएका छन्, जस्तो कि यो DHL भयो, अनि MABEL भयो, सागर डिस्टिलरी भयो र भोलिदेखि अर्को एउटा नयाँ कम्पनी पनि सूचीकृत भएर कारोबारमा आउनेछ। अनि त्यसैगरी अब अन्य कम्पनीहरु भनेको चाहिँ केही कारोबार समय अगाडि नै कारोबारमा आएका थिए। सो यी तीनवटा कम्पनीहरुको हामीले शेयर मूल्य कसरी कम्पेयर गर्न सकिन्छ, कस्तो अवस्थामा बिक्री गर्न सकिन्छ, त्यसको बारेमा पनि तपाईहरुलाई जानकारी दिने कोसिस चाहिँ आजको यो भिडियोमा गर्नेछु। त्यसकारण भिडियोलाई अन्तिमसम्म हेर्ने प्रयास गर्नुहोला। आउनुहोस् अब हामी विषयवस्तुतर्फ लागौं। सबैभन्दा पहिले हामी नेप्सेको बारेमा सामान्य अपडेट लियौं, छोटो जानकारी लियौं, त्यसपछि हामी यो समग्रमा तीनवटा कम्पनीहरुको अवस्था र त्यसपछि ती कम्पनीहरुको हामीले शेयर मूल्य चाहिँ कुन बिन्दुसम्म देख्न सक्छौं त्यसको बारेमा चर्चा गर्नेछौं है त। सो अब मार्केट हेर्ने हो भने देखि चाहिँ निरन्तर भयो। केही कारोबार दिन हामीले बढेको देखिरहेका थियौं र नोभेम्बर 3 र 4 मा मार्केट घट्यो। नोभेम्बर 5 मा मार्केट सामान्य पोजिटिभ भएको थियो, इन्ट्राडेमा केही करेक्सन भयो, तर क्लोज हुने बेलामा चाहिँ मार्केट बढेको थियो। भने नोभेम्बर 5 मा जब मार्केट बढ्यो, नोभेम्बर 6 मा हामीले हेर्छौं भने इन्ट्राडेमा मार्केट केही बढेर माथि पनि गयो, लगानीकर्ताहरुलाई आश पनि देखायो, तर अन्तिममा क्लोज हुने बेलामा चाहिँ लगभग 11 अंक घटेको थियो। अनि आज हामीले हेर्छौं भने 30 अंकको गिरावट रहेको छ। अब यो बीचमा चाहिँ हामीले हेर्छौं भने बजारको सपोर्टको बिन्दु नजिकै आएको छ हैन, सपोर्टको बिन्दुमा नै रहेको छ मार्केट। सो अब यो पोइन्ट भन्दा पनि तल गयो भने देखि त हामीले तलकै यही रेन्जतिर नै वेट गर्ने हो हैन। यदि यहाँबाट नै मार्केट फर्किने अवस्था देखियो भने देखि चाहिँ हामीले अब भोलिको दिनमा सम्भवतः भोलिको दिनमा एउटा ह्यामर क्यान्डल बन्यो हैन, ट्रेन्ड रिभर्सल टाइपको संकेत दिने खालको क्यान्डल फर्मेसन हुन्छ भने त्यो अवस्थामा चाहिँ के पोजिटिभ रहन सकिन्छ। सो 2566 को बिन्दुमा रहेको छ। 2500 लगभग 50 भन्दा माथि नै मार्केट चाहिँ बस्न सक्यो भने अझै पनि हामीले चाहिँ केही पोजिटिभ आश चाहिँ पक्कै पनि गर्न सकिन्छ। सो अहिलेको अवस्थामा चाहिँ हामीले यही पोइन्टलाई चाहिँ हेर्ने हो भने लगभग यो 2470 को पोइन्टमा हो भने यहाँबाट एउटा सानो वृद्धि लियो, एउटा नर्मल करेक्सन भयो, अनि त्यसपछि अर्को एउटा चाहिँ यो हायर हाई बनाउँदै चाहिँ मार्केटले चाहिँ माथितिरको यात्रा देखाउन सक्ने सम्भावना हुन सक्छ। अब त्यसको लागि चाहिँ एकदमै राम्रो कन्फर्मेसन भनेको चाहिँ यही 2650 को पोइन्टलाई क्रस गरेर माथि गइसकेपछि हामीले पाउन सक्छौं, किनकि बारम्बार यही पोइन्टमा आएर चाहिँ मार्केट बढ्न सकिरहेको अवस्था छैन हैन। त्यसकारणले गर्दा अब मार्केटले यो पोइन्टलाई ब्रेकआउट दियो भने त एकदमै राम्रो हामीले कन्फर्मेसन पाउने हो। तथापि यही एरियातिर नै हामीले एक दुईवटा क्यान्डल हेरेर पनि मार्केटको आगामी यात्राको बारेमा चाहिँ थप अनुमान चाहिँ लगाउन सकिन्छ। सो आवश्यकता अनुसार भोलिको भिडियोमा पनि हामीले त्यसको बारेमा चाहिँ चर्चा गर्नेछौं। र इन्डिकेटर वाइज हामीले हेर्ने हो भने धेरै हेर्नुपर्ने आवश्यकता छैन। बोलिन्जर ब्यान्डको लगभग मिड ब्यान्डतिर नै होला मार्केट हैन, मिड ब्यान्डतिर नै रहेको छ। 66 मा
हामीले हेर्छौं भने मार्केट छ 67 मा चाहिँ मिड ब्यान्ड रहेको छ, मिड ब्यान्डलाई नै टच गरिरहेको अवस्था छ। यदि मिड ब्यान्डबाट मार्केट चाहिँ तलतिर झर्यो, मिड ब्यान्डलाई छोड्यो भनेदेखि चाहिँ त्यसपछि लोअर ब्यान्डसम्म चाहिँ मार्केट झर्न सक्ने सम्भावना चाहिँ यहाँबाट देख्न सकिन्छ। MACD मा चाहिँ जिरो लाइन भन्दा तल हामीले ग्रीन सिग्नल देखेका थियौं, बुलिश क्रसओभर देखेका थियौं र त्यो कुरा अहिले पनि भ्यालिड नै भएको छ। अब यहाँनेर चाहिँ के हुनुपर्छ भने यहाँनेर चाहिँ पुलब्याक हुनुपर्छ मार्केट, हैन। यदि त्यो भएको अवस्थामा फेरि अर्को एउटा सानो स्विङ चाहिँ हामीले देख्ने छौं र फेरि अर्को एउटा चाहिँ हायर हाई बनाउन चाहिँ मार्केट जानेछ है त। सो यदि यहाँबाट ब्रेकआउट गरेर माथि गयो भने फेरि अर्को एउटा चाहिँ हायर हाई चाहिँ मार्केटमा त्यति बेला चाहिँ बन्न सक्छ। पुलब्याक भनेको चाहिँ जिरो लाइन भन्दा तल पनि पुलब्याक चाहिँ बन्छ। त्यो पुलब्याक भनेको चाहिँ कस्तो हुन्छ भने यस्तो टाइपको हुन्छ, सानो किसिमको वृद्धि हुन्छ, हैन। खास गरी जिरो लाइन भन्दा माथि गइसकेपछि त्यो पुलब्याक आउँछ, हैन। बाइ सिग्नल देखा पर्छ भने त्यस्तो अवस्थामा चाहिँ मार्केटको यात्रा के हुने गर्दछ त अलिकति पोजिटिभ हुने गर्दछ। RSI बाट हामीले हेर्छौं भनेदेखि चाहिँ RSI 44 मा रहेको छ। हामीले यही पोइन्टमा लगभग 52 पुगेर झर्दै गर्दा मैले भिडियो गराएको थिएँ। 47 भनेको चाहिँ स्ट्रङ बुलिश होइन, नर्मल बुलिश पनि होइन, 50 भन्दा तल चाहिँ बियरिश हो, तर 50 टाढा नभएको हुनाले हामी केही पोजिटिभ चाहिँ हुन सकिन्छ भनेर अपेक्षा राखेका थियौं, तर मार्केटमा चाहिँ त्यसो भएको छैन। सो आशा गरौँ आगामी कारोबार दिनमा बजार चाहिँ पोजिटिभ होस्। सो धेरै कुरा हेर्नुपर्ने देखिएको छैन, हैन। सो मार्केटको समरी हामीले हेर्दै गर्दा अब भोलिको कारोबार दिन, पर्सिको कारोबार दिन हेरेर मार्केट माथितिर बढ्ने सम्भावना देखायो, मार्केटको मोमेन्टम चाहिँ राम्रो हुने संकेत हामीले पायौं भने मात्रै हामी चाहिँ के गर्ने हो त नेप्सेमा ट्रेडको लागि चाहिँ इन्ट्री गर्ने हो। अन्यथा मार्केट चाहिँ घटेको घटै छ, मार्केटको ट्रेन्ड चाहिँ नेगेटिभ छ, अनि हामीले चाहिँ ट्रेड गर्छौं भने अझ ब्रोकरको कोल्याटरल लिएर ट्रेड गर्छौं भने त्यो अवस्थामा चाहिँ हामीले दोहोरो घाटा चाहिँ भोग्नु पर्ने हुन्छ। त्यसकारणले गर्दा मार्केटमा धेरै ट्रेड गरेर तपाईहरुले कमाउन सक्नुहुन्न। चाहिने जति ट्रेड गर्नुस्, अथवा तपाईले अहिलेको अवस्थामा शेयर बाइ गर्नु भएको छ भने पनि आत्तिएर बिक्री गर्ने काम नगर्नुस्, होल्ड गर्नुस्। बजारले तपाईहरुलाई बिक्री गर्ने मौका बारम्बार दिने गर्दछ। त्यसकारणले गर्दा बाइ गरिसक्नु भएका साथीहरुले चाहिँ होल्ड गर्नु होला, स्टप लस गर्नुस् मैले भन्दिन, हैन। किनकि तपाईले 2-4 दिन घाटा सहनु भयो, देख्नु भयो, त्यो घाटा भुल्नु भयो भने मार्केट 2-4 दिन बढ्यो भने तपाईहरुको चाहिँ के भइदिन्छ त त्यो घाटा चाहिँ 2-4 दिनमै राम्रो नाफामा चाहिँ परिणत भइदिन्छ। त्यसकारणले गर्दा अब अहिलेको अवस्थामा लस बुक चाहिँ तपाईहरुले नगर्नु होला, हैन। अब थप किन्न चाहनु भएको छ, ट्रेड गर्ने सोच्नु भएको छ भने ट्रेड गर्ने भनेको चाहिँ हाम्रो मार्केटमा बढेकै बेलामा ट्रेड गर्ने हो। अब त्यसमा केही कम्पनी तपाईको UNHPL जस्तो परिदिन्छ, हैन, भनेदेखि चाहिँ त्यस्तो मार्केटमा तपाईहरुले चाहिँ कमाउन सक्नुहुन्छ, किनकि यो स्टक त बढेको छ नि, हैन। भन्नुको मतलब यही स्टक गएर किन्नुस् भन्न खोजेको होइन। आज राम्रै भोल्युमका साथमा घट्न पनि घटेको रहेछ, तर जे होस्, हैन, यस्तो खाले स्टक चाहिँ तपाईले पक्डन सक्नु भयो भने मात्र यस्तो किसिमको मार्केटमा पनि कमाउन सक्नुहुन्छ। अन्यथा हामीले एकोरो छ हाम्रो मार्केट, हामीले घट्दो मार्केटमा कमाउन सकिदैन हाम्रोमा, र बढ्दो मार्केटमा नै कमाउने हो। त्यसकारणले गर्दा हाम्रो मार्केटमा छिटो छिटो ट्रेड गर्ने भन्दा पनि अलिकति पोजिसन लिएर वेट गरेर, हैन, एकचोटी बाइ गरिसकेपछि धैर्यता देखाएर चाहिँ होल्ड गरेर राम्रो प्रफिट चाहिँ गराउन सकिन्छ। यो होइन कि हाम्रो मार्केटमा ठुलो प्रफिट हामीले गराउन सकिदैन भन्ने पनि होइन। हाम्रो मार्केटमा चाहिँ राम्रो किसिमको प्रफिट चाहिँ हामीले गराउन सकिन्छ। त्यसकारणले गर्दा त्यो आफ्नो धैर्यता चाहिँ मार्केटमा देखाउनु पर्यो। र अब अर्को पोइन्ट भनेको चाहिँ DHCL धरमखोला हाइड्रो पावर रहेको छ। यो नयाँ स्टक हो। आज दोस्रो दिन पनि सर्किट लेभलमा कारोबार भयो। खास गरी नयाँ स्टकमा चाहिँ मैले बारम्बार पनि भन्ने गर्दछु, नयाँ स्टक सबै साथीहरूले बिक्री गर्नुहुन्न, हैन। कतिपयले बुलसम्म होल्ड गरेर बिक्री गर्ने सोच बनाउनु भएको हुन्छ। फाइनान्शियल राम्रो भएको स्टकहरू होल्ड गर्ने चासो देखाउनुहुन्छ, होल्ड गर्दा पनि फाइदा हुन्छ। त्यो कुरा पनि मैले विगतमा धेरै भिडियोहरुमा भनिरहेको छु। त्यसको लागि छुट्टै भिडियो पनि मैले गराएको छु, तपाईले च्यानल भिजिट गरेर हेर्न सक्नुहुन्छ। सो यदि कम्पनीको फाइनान्शियल राम्रो छैन भने हामीले त्यस्तो कम्पनी होल्ड गर्ने भन्दा पनि राम्रो रेट पाएको बेलामा बिक्री गरेर अर्को कुनै राम्रो कम्पनीमा चाहिँ लगानी गर्दा त्यताबाट चाहिँ अझ राम्रो प्रफिट गराउन सकिन्छ कि भन्ने चाहिँ हुने गर्दछ। सो अब यो हाइड्रो पावर कम्पनीहरु अहिले आएको मध्ये माबिलुङ र DHCL दुईटै हाइड्रो पावर कम्पनीको फाइनान्शियल हेर्ने हो भने त्यति धेरै स्ट्रङ देखिएको छैन।
र सागर डिस्टिलरीको पनि त्यस्तो राम्रो किसिमको फाइनान्सियल चाहिँ छैन है त। तथापि अब भोलि गएर सागर डिस्टिलरीले राम्रो गर्ला नगर्ला त्यो छुट्टै कुरा भयो। आजको दिनसम्म हेर्ने हो भने त्यस्तो राम्रो किसिमको फाइनान्सियल चाहिँ छैन। सो डिएचएलबाट सुरु गरौँ। डिएचएलको आज दोस्रो दिन सर्किट लागेको छ। हामीले नयाँ स्टक चाहिँ कस्तो अवस्थामा बिक्री गर्नुपर्छ भन्ने कुरा चाहिँ म तपाईँहरूलाई बिएचसिएलको चार्ट देखाउँछु है त। बिएचसिएल पनि तपाईँको 295 लगभग 300 वरिपरिबाट यसको दोस्रो बजारमा पहिलो कारोबार चाहिँ भएको थियो। त्यहाँबाट कम्पनीको सेयर मूल्य बढ्दै के भयो त यहाँसम्म निरन्तर सर्किट लागेर 560-70 को पोइन्टसम्म पुगेको थियो र त्यसको अर्को दिन पनि हामीले हेर्छौँ भनेदेखि चाहिँ लगभग 626 को पोइन्टसम्म चाहिँ पुगेको थियो। सो यहाँसम्म चाहिँ हामीले होल्ड गर्ने हो हैन। जम्मा 34,000 किता चाहिँ भोल्युम आएको थियो, तथापि सर्किटमै थियो। तर यो कारोबार दिनमा इन्ट्राडेमा माथि गयो, तर कम्पनी चाहिँ इन्ट्राडेमा तल घट्न पनि घट्यो हैन। त्यो बीचमा घरि फेरि बढाएर सर्किट लाग्छ कि भन्ने टाइपको पनि गराउने गर्दछन् हैन। त्यो डिमान्डले गर्दा हो, किनकि निरन्तर सर्किट हान्दै आइरहेको कम्पनी आज पनि सर्किट हान्छ भनेर किन्नेहरू पनि उत्तिकै हुन्छन्। र त्यो टाइममा चाहिँ अब धेरै बढ्यो हैन, धेरै कारोबार भइसक्यो हैन, हामी अब चाहिँ घट्छ, घट्दै बढ्दै गरिरहेको छ, करेक्सन आउँछ भनेर बिक्री गर्ने लगानीकर्ताहरू पनि हुन्छन्। सो हामीले यो टाइममा चाहिँ बिक्री गर्ने हो के हैन। जबकि मूल्यमा चाहिँ धेरै उतार चढाव भइरहेको छ, त्यस्तो अवस्थामा 5-7 रुपैयाँ तपाईँले बढाएर चाहिँ माथि राख्नुभयो चलिरहेको मूल्यमा भने त्यो अवस्थामा चाहिँ तपाईँहरूको सेयर चाहिँ बिक्री हुने गर्दछ। सो बिक्री गर्ने भनेको हामीले यस्तै टाइममा हो। तपाईँले हेर्नुहुन्छ भने अब बिएचसिएलको केसमा लगभग हेर्नुहोस् त 625 मा पुग्यो। 625 मै बिक्री गर्न त सम्भव सायद सबैलाई हुँदैन हैन। सो तपाईँले यो दिनको क्लोजिङ भनेको चाहिँ लगभग तपाईँले हेर्नुहुन्छ भने कतिमा भयो 500 लगभग 40 तिरको रेटमा तपाईँले बिक्री गर्नु भएको भए पनि अहिले नै किन्नु भयो भने पनि लगभग 439-1000 रुपैयाँ त तपाईँको प्रफिट हो हैन। 1000 तपाईँले लगानी गर्नुभएको त तपाईँले यसमा प्रफिट नै निकालिसक्नु भएको हुन्छ। सो यस्तो किसिमको वृद्धि पछाडि एउटा करेक्सन आएर हैन अलिकति समय साइडवेज बसेर अहिले फेरि यसको चाहिँ आज राम्रो भोल्युम आएको रहेछ मार्केट घट्दा पनि हैन। सो यसरी चाहिँ बढ्न सक्ने सम्भावना देखाएको छ। तपाईँले त्यो टाइममा बिक्री गरेर अहिले किन्नु भयो भने 2-3 किता तपाईँले बढी किन्न पाउनुहुन्छ हैन। सो यस्तो टाइममा चाहिँ हामीले बिक्री गर्न पनि सकिन्छ है त। अब यो कुरा चाहिँ तपाईँले नयाँ आएको स्टकहरू धेरैमा तपाईँले हेर्न सक्नुहुन्छ। ट्रेड टावरको केसमा पनि सेम सिनारियो छ हैन। तपाईँले यो क्यान्डलमा बिक्री गर्नुभयो, यहीँ बिक्री गर्नुभयो भने पनि तपाईँले खासै गल्ती चाहिँ गर्नुभएको छैन के हैन। एक दिन बढ्यो हैन, अलिकति बेचेछु क्या हो भन्ने पछुतो तपाईँलाई गराउन सक्छ सामान्य भए पनि। तर त्यसपछि हेर्नुभयो भने यो रेट तपाईँको 1040-50 को रेट र अहिले 700 को रेटमा धेरै फरक पाउनुहुन्छ। त्यसकारणले गर्दा बिक्री गर्ने भनेको चाहिँ हामीले यस्तै टाइममा जुन दिन धेरै कारोबार हुन्छ त्यही दिन नै बिक्री गर्ने हो। अब कतिपय अवस्थामा चाहिँ एउटै कम्पनीमा ठुलो अपरेटरहरू आएर हैन यसरी जिएमएलआई जस्तो बढाएर माथि लैजाने कुरा चाहिँ त्यो रेयरली 100वटामा 2-4वटा कम्पनीमा मात्रै हुने हो हैन। धेरै कम्पनीमा चाहिँ एउटा राम्रो करेक्सन आइसकेपछि मात्रै त्यसपछि अनि बल्ल साइडवेज बस्छ अनि बल्ल मार्केट चाहिँ त्यो कम्पनीको मार्केट प्राइस चाहिँ बढ्ने गर्दछ। त्यसकारणले गर्दा अहिलेसम्म चाहिँ तपाईहरुले डिएचएललाई पनि होल्ड गर्न सक्नुहुन्छ। माबिलुङमा पनि त्यस्तो सप्लाई आएको छैन, तपाईले होल्ड गर्न सक्नुहुन्छ हैन। भोलि गएर त्यो सप्लाई आयो, छिटो प्राइस चाहिँ तलमाथि गर्यो, घट्ने बढ्ने भइराख्यो भने त्यो अवस्थामा सोच्ने हो। अहिलेको लागि चाहिँ तपाईले होल्ड गर्न सक्नुहुन्छ। अब सागर डिस्टिलरीको त आज बल्ल कारोबारमा आएको छ। यो त अझै केही सर्किट चाहिँ यसले हान्ने छ, किनकि यहीसँग लगभग हामीले उस्तै किसिमको बिजनेस मोडल भएको एसडिएल को सिनारियोमा हेर्छौं भने फाइनान्शियली एकदमै धेरै अगाडि छ एसडिएल। तर यो चाहिँ अलिकति शेयर संख्या बढिरहेको छ एसडिएल को। त्यसकारणले गर्दा यो सागर डिस्टिलरीको चाहिँ सम्भावना एसडिएल को प्राइस भन्दा पनि माथि जान सक्ने छ है त। सो अब फन्डामेन्टल जे जस्तो भए तापनि त्यो भन्दा माथि पुग्न सक्ने सम्भावना चाहिँ रहेको छ। त्यसकारणले गर्दा अहिले चाहिँ यसलाई तपाईहरुले होल्ड गरेर बस्न चाहिँ सक्नुहुन्छ। सो आजको लागि भिडियो यति नै रहेको थियो। कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नु होला र आगामी दिनमा पनि यस्तै विषयवस्तुमा आधारित भिडियोहरु हेर्न चाहनुहुन्छ भने जाँदा जाँदै च्यानललाई सब्स्क्राइब गरी हाम्रो आजको यो भिडियोलाई पनि एक लाइक गर्न भने नबिर्सनु होला। धन्यवाद।